गाइस, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ धेरै महिनापछि भ्लग बनाउँदैछु। आज चाहिँ हामी चाहिँ गुर्जाङतिर झरेछौँ। कान्छीको छोटो मोटो काम छ गरे, केटीलाई भेट्ने काम, त्यही भएर गुर्जाङतिर झरेछौँ। केटीलाई भेट्छु भन्छ कि के हो खै, आउने थाहा छ होइन। यसो म बरु बाजे घर बस्नु पर्ला के अरे, कान्छी कता बस्छ, केटी घरतिर जाला के अरे होइन। कान्छी के त ध्यान युवतीको ढुकढुकी भइयो कि युवतीको ढुकढुकी के हो? युवती छैन नि मेरो नम्बर किन अहिले पहिला भन्दै कल नम्बर 9763654957 यो नम्बरमा फोन गरिहाल्ने। इङ्ग्लिसमै हो। एउटा फेरि मेरो दाखा यहाँ चाहिँ खेत, यहाँ चाहिँ हाम्रो खेत छ। यो चाहिँ गोठ है हाम्रो। यो चाहिँ पौडिन झर्दा पनि यतै हो। कान्छीको अरू केटी खान झर्छ बस्ला केटी हाम्रो चाहिँ छैन। घाँस छ त छ, चिउरी भएछ त अहिले। खेतमा नि छ क्या, उतापट्टि खरेनमा नि छ यार। खेतमा घाँस काट्नको लागि दुइटै अल्छीको ड्याङ्गा रे। अब त आइफोन बल्ल अहिले चाहिँ गुर्जाङ आइसक्यो। कान्छी चाहिँ अघि म चाहिँ पछि वाइ भाले छ त। ससुरालतिर जान्छु भन्छ कि कान्छीले जानुपर्छ क्या, म पनि नआएको छ भनेको होइन र ससुराल मजाकको किलो हो कि छ भने कसको जीको मिने दाइको हो र त्यस्तो लाग्छ। अन्त मिने दाइको त हो के अरे खै थोरै नि यहाँ गाउँको हो र। म कस्तो कुरा गर्छु यार। अनि त यही बाटो हो क्या, चिने चाहिँ लाग्छ कि त्यही आराम लागेर केही छैन। नियो लास्केर यो गाउँको केटी भेट्न आएपछि नि मिने दाइहरू भेट्या त झन् सजिलो भयो होइन र। हामी चाहिँ आइसक्यो। कान्छी के भन्ने थियो, के को लागि आएको आइसक्यो। हामी चाहिँ गाउँमै गएर माथितिर गएर गाउँमा भन्दा पनि माथितिर गएर बनाउँछौँ अब ब्लग। ल गाइस, A few moments later. फाइनली हामी चाहिँ गुर्जाङदेखि गाउँमा आइसक्यो। गिरनमा आएको यार, कोही पनि छैन। यस्तो छ गिरन यार,
कोही पनि आएर हिँड्छन् 2 जना मात्र आइयो गुर्जाङदेखि त्यतिकै आउनु मात्र भयो यार आइँदैन सर्ट आन्ने यसो 5 किलोमिटर जाने जाम को 5 किलोमिटर जाने चल के निकाल्नु त बल चल रे बेटा चाहिँ भवन चाहिँ यस्तो बने 3 महिना यस्तो बनाइसक्यो भने यतिको चाहिँ हुनुपर्छ है बनाउन अझै बाँकी छ चाहिँ अहिले चाहिँ नयाँ टोइलेट बनादेखि टोइलेटको सुविधा थिएन टोइलेट बनाउन थालेन अहिले चाहिँ गाउँमा भनेको 2 जना मात्र हो यार पुरै अन्टेरै भइसक्यो यार छ त्यसो हाल चल रे चाहिँ 2 जना खेल्दै बस्दै हो यस्तो पास भए पनि होइन र कान्छी खेलिन्न र पास ओ बापा कान्छीको स्पाइक हामी चाहिँ अब एकैछिनमा पनि बल खेल्छौँ कान्छीलाई देख्न सक्छौँ अगाडि अलिक टाढो लाग्यो बल देखिनु पऱ्यो नि त माथि राम्रो भयो
देख्न सक्छौ यति बेला तारा खसेका खेलाडी मिलन छन्टेल ओहो प्र्याक्टिसमा स्पाइक मिलन छन्टेलको सुक्न पुगे ओहो मिलन छन्टेलको स्पाइक देख्न सक्छौ यति बेला ओहो जमिनै बासियो त के गरे त मिलन छन्टेलले ओहो जम्प पनि देख्न सक्छौ ओहो ओहो बाबा बाबा क्विक स्पाइक प्रदीप छन्टेलको अब ओहो अरे पेलन स्पाइक देख्न सक्छु यति बेला बितेन छन्टेल ग्राउन्डमा एक्लै ओहो ओहो उनीहरू भरसम्म यति बेला सटानान खेलिरहेका छन् देख्छौ यति बेला ओहो अब के होला त ओए बितेन यो के र यो तलको बनाउने फेरि ओहो मिलन छन्टेल स्पाइक बाबा टर लाइनमा के साह्रो खाने त मिलन छन्टेलले ओहो बडा बाप आन्न के ह ए ल है मैले नि अब क्यामेरा छोप्न जानिसकेको छु ओहो ओहो प्रदीप छन्टेल स्पाइकमा बल जालीमा ओहो के गरे त ओहो बाबा जमिनै भाँचियो त Hello! Welcome to guys my new vlog. यति बेला चाहिँ देख्छ हामी यति बेला ग्राउन्डमा छौँ यो टिटे यो पछाडिकी प्रदीप छन्टेल के गर्ने आफू म चाहिँ यस्तो छु यो हाम्रो क्लबको भवन रहेको छ यति बेला घाम डुब्न लागेको छ डुबिसकेर चियर सरी मिस्टेक अब देख्न सक्छु यति बेला बितेन छन्टेल यता निस्किन्छ है निस्किने अहिले भेट पसलमा आइसक्यो यसो हेर्दै रात परिसक्यो यति नै हो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला दिन्छ केटाले
बाई बाई माया अनि सपोर्ट देखाइदिनु अरे ल कान्छी ल ल ए हो का कान्छी होइन